जुन जिन्दगीको एकछिन पछाडिको अवस्था थाहा हुँदैन, भोलि बिहान उठ्छु कि उठ्दिन त्यसको बारेमा पनि थाहा हुँदैन, तिमी आफ्नो भविष्यको सोचमा आफूलाई चिन्तित बनाइराख्छौ। किन? तिमी आफ्नो जीवन चलिरहेको समयमा पाउनेछौ। तिमीले आफ्नो जीवन चलिरहेको समयमा हेरेर यो समयलाई राम्रो बनाउने कोसिस गर्नुपर्ने हुन्छ। तिमीले बढीमा एक दिनको योजना बनाऊ। आज बिहान उठेर बेलुकासम्ममा म के गर्नु, त्यसको योजना बनाऊ। त्यो समयलाई राम्रो बनाउने कोसिस गर। त्यो मात्र तिम्रो समय हो। तिमीले आफ्नो जीवनको सही अर्थ बुझ्न जरुरी छ। नबुझिन्जेल तिमीलाई जीवनमा कमी भएको महसुस हुनेछ, आफू असफल भएको महसुस हुनेछ, आफू सधैँभरि दुखी भएको महसुस हुनेछ। पहिला जीवनलाई बुझ, त्यसपछि तिमी सफल हुनेछौ, खुसी हुनेछौ, सबैभन्दा अगाडि हुनेछौ।